Hello guys, welcome to Sikkim. I'm right now in Sikkim है जोरथाङ. आज चाहिँ मैले डाइरेक्ट भ्लग स्टार्ट गरिदिएको यहाँबाट बाटाबाटै पेट्रोल पनि टन्न हालेको हो. अब टक्कै वी आर गोइङ टुडे पेलिङ खिचिपेरी लेक. इट इज नोन एज म्याजिकल लेक अल्सो किनकि त्यहाँनिर सबैको विस पुरा हुन्छ नि त है. मैले अघि टक्कै त्यहाँको बारेमा हेरेको थिएँ. अन्त जानुपर्ने चाहिँ कहाँबाट हो यहाँबाटै जस्तै लाग्यो. आई थिङ्क मैले म्याप चेक गर्नुपर्छ फर्स्ट. गाइस यहाँबाट रहेछ क्या बाटो चाहिँ. बाटो नछोडी हिँडेको पेलेको अब क्रुज गर्दै जाने हो क्या आराम से. अब त यहाँ बाटो मक्खन भेटिदिन्छ है. टोरीका कहाँ पुग्यो फेरि कहाँ पुग्यो केटो है. यस्तो पो रहेछ त हौ बाटो त मलाई त थाहै थिएन त. यत्रो पहाड यार. माउन्टेन इज कलिङ है. डे भइदिएछ नि पम्चर भइदियो गाइस. पम्चर भइदियो गाइस. मैले टायर फेर्नु नै पर्ने भएको छ. अब अङ्कलले टायर सायर बनाइदिएर टु बी कन्टिन्यू. कालो चस्मा लगाएको छ केही देखेन यार. अरे बाबा अम्बो कालो चस्मा लगाइरहेको छ गाइस. मैले केही देखिनँ तर पनि केही छैन. अम्बो हेभी छ त. म त डर लाग्दिन्छ यस्तो टनलहरूतिर. नर्थ सिक्किम जाँदा पनि क्या जाँदा कतिवटा भेट्छ नि त. कसम भनिदिएको सोलो राइड निस्किनु भने चाहिँ त्यसै मजा आउँदैन नि है. कहाँ पुग्थ्यो कहाँ पुगिदिन्छ यो केटा त. आफूलाई विश्वास लाग्दैन घरिघरि त. खोइ गाइस म त कहाँ आइपुगेँ खोइ घरिघरि पेलिङ पनि आइपुगेको जस्तै लाग्छ. सो दिस इज माई फर्स्ट टाइम है. त्यही भएर कहाँ आइपुगेँ जग्गाको नाम पनि थाहा छैन. सो गाइस त्यहाँदेखि अलिकति माथिपट्टि आउँदाखेरि चाहिँ यहाँ दुइटा बाटो भेट्दो रहेछ. एउटा ओह्रालो एउटा उकालो जाने. पेलिङ उकालो ल्याइरहेछ यहाँबाटै रहेछ. चलो guys we reach Peling. Welcome to Peling आइपुग्यो. सो गाइज म पेलिङ पुगिसकेँ. गुगलले चाहिँ भन्यो मलाई भर्खर कन्टिन्यू 16 किलोमिटर अरे अब यो बाटो है. 16 किलोमिटर अब अलमोस्ट हामी पुग्न आँट्यो. हो गाइज वाटरफल. अम्बो रेनी सिजनमा त दामी हुन्छ होला यहाँ त. खोइ कहाँ आइपुग्यो है. अब चाहिँ खोइ आइपुग्नु लाग्यो जस्तै पनि लाग्छ. यहाँ कतातिर ब्रिज क्रसिङ गर्नुपर्छ जस्तो लाग्यो कि. त्यो क्रस गरेर चाहिँ रोक्छु एकछिन. गुगल म्याप पनि हेर्छु हो. अन्त एकछिन रेस्ट गरौँ न होइन. हजुर खिचिपेरी लेक कताबाट हो. खिचिपेरी लेक हजुर ए ओह्रालो ए ओके. खिचिपेरी लेक 15 किलोमिटर. अरे बाबा कहीँ रोक्नुपर्छ. सो गाइज वी रिच खिचिपेरी. सो यहाँबाट चाहिँ भित्र जानुपर्ने रहेछ. बाइक यहाँ भित्र जाँदैन. यहीँ रहेछ पार्किङ. यो जाडो भयो यहाँ त जाडो रहेछ नि. सो टिकट लाग्दो रहेछ गाइज 30 रुपिज है.
त्यहाँदेखि त्यो एन्ट्रेन्सबाट टक्कै अलिकति अगाडि आएर वे टु किचिपिरी लेक भनेर त्यहाँ बोर्ड रहेछ, लेफ्ट आउनुपर्ने रहेछ। अन्त यस्तो भेट्दो रहेछ क्या जङ्गल, यस्तो बाटो। अन्त म जान्दैछु त्यहाँ। यहाँबाट पनि देख्दै रहेछ क्या लेक, हेभी ठुलो रहेछ। तर यो रुख झाडीहरू पछाडि छ। अन्त यहाँ ढुङ्गाको यस्तोहरू पुरा बनाएको छ, किनभने टक्कै यहाँ प्रेयर गरेर यता टक्कै यो ढुङ्गाको घर बनायो भने चाहिँ विशेषहरू तपाईँको पुरा हुन्छ अरे, यो चाहिँ मैले सुनेको। अन्त है त्यहाँबाट यसै 2 मिनट्स वक रहेछ। म पुग्यो भने पनि भयो। कस्तो पिसफुल प्लेस के, हेर्नुहोस् न। अन्त म यहाँ आइपुगिसकेको छु। अन्त टक्कै यहाँ चाहिँ एडिक्टेड भयो। यहाँ गुरु रिम्बुछेको स्ट्याचु मूर्ति छ। अन्त लुक एट दिस गाइज, त्यो राम्ररी देखेको छैन। यहाँबाट जाउँ न है, घुम्दै घुम्दै ऊ परसम्म। अब गाइज एकछिन हेरेर चाहिँ बस्दै कि कस्तो पिसफुल भइदिँदो रहेछ क्या। यहाँ आउनु लागि चाहिँ कलिङ हुनैपर्छ गाइज, नभए चाहिँ कलिङ आएपछि मात्रै आइपुग्छ यहाँ चाहिँ। मतलब कलिङ आएको छ भने चाहिँ जर्नी राम्रो हुन्छ। हेर्नु कस्तो दामी देख्दैको यार। सो गाइज अब धेरै नबसौँ होला, किनकि दार्जिलिङ पनि ब्याक हुनु छ। बिस्तारै बिस्तारै ओह्रालो झरौँ, त्यहाँदेखि बिस्तारै लाग्दिउँ घरतर्फ। ओके सो गाइस, म यहाँ ओह्रालोको त्यहाँ आइपुगिसकेको छु। अम्बो यहाँ त ब्याट्री पनि के छिटो ड्रेन हुँदो रहेछ गाइस। अनि यहाँ सुरु रिम्बुछीको केभ रहेछ एउटा त यहाँ मुनि, एउटा चाहिँ उयो माथि रहेछ। बलियो होला नि है, फलामको रहेछ। गइदिउँ, एक्लै नडुल्नु भन्दै थियो तर पनि हल्का अब आएपछि गइदिउँ न। तपाईँलाई पनि दर्शन भयो होला है। मैले पनि यहाँ धुपसुप बालिदिएँ। अन्त अब जान्छु, अब ओह्रालो जान्छु, तल पनि धुपसुप बालिदिन्छु। अन्त टक्कै ढोकसोक गरेर ब्याक गइदिन्छु। सो गाइस, म तल मन्दिरमा आइसकेको छु है। अन्त यहाँ यस्तो छ होइन, तपाईँहरू पनि ढोकरी गर्नुहोस् दर्शन। देख्दैन त्यस्तो लिन्छ है, दर्शन लिनुहोस्। लेक पछाडि छ यता मन्दिर, सिधा ढोक गर्दाखेरि सिधा। अहिले त टक्कै फेरि सिधा घाम परिरहेको छ, ब्लेसिङ्सहरू। सो पिसफुल। सो गाइस,
सो गाइज म आफ्नो बाइक भरमा आइपुगिसकेँ के बोल्छ है। सो आजको भ्लग चाहिँ यति नै हो, किनभने मसँग अब त्यही बाटो फर्किनु पर्ने, अन्त एउटै बाटो घरिघरि हेर्दा राम्रो लाग्दैन। अन्त सो थ्याङ्क यू फर वाचिङ है। डोन्ट फर्गेट टु सब्सक्राइब अनि लाइक अनि सेयर पनि गरिदिनुहोस् होला है। सो बाई बाई। अन्त आजको राइडको थ्याङ्क यू चाहिँ म मेरो बाइकलाई भन्न चाहन्छु। आज म यसले गर्दा अचानक यहाँ आइपुग्नु पाएँ है। यसले गर्दा म धेरै जग्गाहरू पनि घुमिसकेको छु। थ्याङ्क्स बडी। सो थ्याङ्क यू फर वाचिङ है। ल बाई बाई, सी यू अन नेक्स्ट भ्लग।